गरे जस्तो रहेछ। हिजो अरूको छोराछोरी मार भन्दैमा हामी चुप लागेर बस्नु हुँदैन। आम आमा बुवा दाजुभाइ दिदीबहिनीहरू हो, हामी सबैजना तातिनुपर्छ। युवाहरूले देशमा ठाउँ छैन। आज शिक्षामा, स्वास्थ्यमा, रोजगारमा हरेक ठाउँमा भ्रष्टाचार छ। तपाईँ हामी सबैले थाहा छ। त्यसको विरुद्ध हामी तपाईँहरू आवाज उठाउँदै गर्दाखेरि हामीले छाती थापेर गोली खानु परेको छ। त्यसको विरुद्ध हामी नाराबाजी गर्दाखेरि हाम्रो मुख बन्द गर्न लगाइएको छ। र यो केपी ओली सरकार, यो सरकारलाई हामी सधैँ मुर्दाबाद गर्छौँ, बहिष्कार गर्छौँ। जबसम्म यी सरकारले आफ्नो पोजिसन पद त्याग्दैन तबसम्म हामी छाड्दैनौँ भन्ने हामी आह्वान गर्न चाहन्छौँ। हामी जिजन युवाहरू आज धेरै उपस्थित नभए तापनि हामी जति छौँ हाम्रो भित्र जोस छ, जागो छ, हामी मर्न पनि तयार छौँ। र यसको लागि देशमा परिवर्तन ल्याउनका लागि तपाईँ हामी सम्पूर्ण महानुभावहरू एकजुट हुन आवश्यक छ। फेरि पनि आशिष थापा रवि दाइका काठमाडौँबाट झुन्डा